हेलो एन्ड नमस्ते ब्युटिफुल पिपल, वेलकम टु माई च्यानल। र मेरो हजुरहरूले मलाई माया गर्नुहुन्छ भने, साथ सपोर्ट दिनुहुन्छ भने म चाहिँ अब ब्लगको जर्नीमा भर्खर सुरु गरेको छु र मलाई एकदम इन्ट्रेस्ट पनि लाग्छ ब्लग गर्नुमा। त्यही हो, अहिले म चाहिँ अब मेरो जबमा आइसकेको छु। बोलाएर हुन्छ त्यही हो, हजुरहरूको दिन शुभ रहोस्। हस्त नमस्ते। पानी चाहिँ एकदम हामीलाई चाहिएको छ, खेतीबालीलाई र यो जमिनलाई पनि। अब किनकि धुलो धुवा बढी हुन्छ नि त, पानी भएपछि त अलिकति हल्का भए पनि धुलो कम हुन्छ होइन, अनि आनन्द पनि आउँछ, गर्मी पनि बढ्दैछ, त्यस कारणले हामीलाई पानी चाहिएको छ। ठिक छ, सकेसम्म पानी परोस्। बिहान त पानी परिरहेको थियो, अहिले त धुवा धुलोले हेर्नु त अगाडि पसलहरू पनि बन्द गरिसक्यो। त्यही नै हो। के छ नानी? नानी लजाएर के गर्नु र, दाइको भ्लगमा आउँदा नि नानी लजाएर लजाउनु पर्दैन नि। यो एउटा चतुरै खुट्टेछ, यो चाहिँ तल चाहिँ भइरह होइन। हेलो माया दिदी। ल माया दिदी लास्टै राम्ररी हुनुहुन्छ कि आप्पा मारिदिन्छन् हो दुई चार माया दिदी होइन। जस गुड हुन्छ माया दिदी, हामीलाई ट्याक्टु खाजा साजा मजाले खुवाउने दिदी चाहिँ उहाँ हो, एकदम मिठो होइन। गोरे भाइले फेरि धेरै खान्छ भने त धेरै हालिदिइरहन्छन् कि अहिले मैले फेरि अलिक कम खाने गरेको होइन, अलिकति डाइटिङमा भएर। ल काले भाइ नि आज भेटिसक्यो पसलमा फेरि। ठिक छ काले भाइ, आजको दिन कस्तो रह्यो तिम्रो? एकदम बकवास दाइ। बकवास किन? आज झन् ठिक छ नि होइन र, माहौलहरू ट्याकटुक हावा चाहिँ बढी चल्यो, हावा टाटा छैन, गुड बाई बढी चल्यो। तर सकेसम्म हामीलाई चाहिँ अहिले एकदम पानी चाहिँ घरमै फलेको, हाम्रो घरमै फलेको केरा टेस्ट गर्न जाँदैछु होइन, कस्तो रहेछ। पहिला पहिला खाँदा त एकदम मिठै नै हुन्थ्यो, गुलियो गुलियो टक्क होइन, एकदम फाइन हुन्थ्यो। अहिलेको कस्तो रहेछ होइन, टेस्ट गरौँ। अलिकति बढी नै पानी रहेछ, तर टेस्ट चाहिँ बवाल गुलियो मिठो छ है। मलाई त अर्को नै खानु मन लाग्यो, फेरि 3-4वटा लिएर आएको थिएँ, बिहान एउटा खाएँ, अहिले यसो मेरो आजको खाजा यही नै भने नि हुन्छ साँच्चै। बब्बा मिठो छ, मिठो। खत्म, बाय बाय टाटा गुड बाय गया। के भयो अरे दिदी तपाईँलाई? के भयो भने तपाईँलाई? हो के भएर? अस्ति बाइकले झन् त्यही माथि हान्दैन। छोरालाई यता त नहिँड बाबु गाह्रो छ जिन्दगी, कसैको कुन बेला के भइदिन्छ थाहा नै हुन्न। गाह्रो छ। पसल पनि डाउन गर्ने बेला भइसकेको छ, अफ गर्ने बेला भइसकेको छ। ठिक छ, अब म रेडी भएर टक्क जान्छु म पनि अब घरतिर। एकछिन बजार घर पनि छिर्नु छ, आज आमासँग धेरै पछि भेट्दैछु, हजुरआमासँग बजार घर आमाकोमा गएर है त। अनि यसो हल्का फुल्का सपिङ भन्नाले त्यो तरकारी सरकारी पनि लिनु छ घरको लागि, तरकारी यसो केही हुन्छ म लिन्छु। त्यही पनि रेडी हुनु पर्यो, लगाएर राइट म पनि रेडी भइसकेको छु। लगाएर अब पसल बन्द गरिदिन्छु है त। म पसलमा भोलि भेटौँला। म अब मेरो बजार घर पनि आइसकेको छु, हेर्न सक्नुहुन्छ हाम्रो बजार घर चाहिँ यही नै हो होइन। टक्क लगाएर अब म माथि जान्छु होइन। अब हजुरआमालाई धेरै पछि भेट्न लाग्छु, हजुरआमाले कस्तो खालको रियाक्सन दिनुहुन्छ त्यो माथि नै गएर हेरौँ है। ल है त, टक्क लगाएर यहाँबाट सर माथि
आमा सन्चै हुनुहुन्छ आमालाई बाबा कति राम्रो बाँध्यो नि ठिक छ नि आमा होइन पानी पिउँछस् एकछिनमा आउनु अनि गाउँ घुमेर आउनु पनि होइन तपाईँ अनि बागुङ गयो भने त अनि गएर आउनुभयो हिँड्न त जानु भएन लेख त चढ्नु भएन आन्टी अनि खानासाना पकाएर कसले ओए त बागलुङ घुमेर आइस होइन पहिला त कुखुरा पठाइदिनु भन्नुभएको थियो मैले सुने हामी काका गएको भन्नु न त कहाँ गइस् त यस्तो टपमा पुगेको थाहा छ त्यो त गएको ठाउँमा गएर आइसकेँ लेकमा बा म गएँ नि त म गएँ तपाईँ जानु भयो नि कि आइपुग्यो निलुवा पुग्नु भयो निलुवा त्यही सुमन दाईको गोठमा होइन हो त्यही गोठमा पुगेर आएको त म नि पुगेँ नि आन्टी बाटो घुमेर लास्ट तक लाग्छ 5-6 घन्टा लाग्दैछ हिँडेर जानु चाहिँ 5 घन्टै लाग्दैछ डाँडे 2-3टा डाँडा कटेर जानुपर्ने होइन आमा त हिँड्न सक्दैन नि हिँडेर गयो हामीले हिँडेरै कार जान्छ नि हिँड्दै हो पुरै लौरो समात्ने हातमा होइन 5-6 मिनट 5-6 घन्टा हिँड्नुपर्छ के हो यो खैला ट्रेकिङको लागि हो ट्रेकिङको लागि के हो बेतको लौरो हो के हो यो पैयो भन्छ यही लट्ठीले यसरी टेकेर हाल्यो त्यो रमाइलो भयो होइन सही हो ट्रेकिङ होइन तेरो बब्बा लाली गुलासको फुल यत्रो ठुल्ठुलो हो रमाइलो लाग्यो नि तँलाई ठिक छ ल याद गर्दै गर्दैन भोलिको दिन भेटीको कुरा गर्नुभएको थियो अङ्कलले के भन्नुभयो भेटेको कुरा अब भोलि म तँलाई कलमा कुरा गर्छु भन्नुभयो त्यहाँ दिदीहरूलाई फुपू दिदीहरूसँग के छ त्यहाँको घरको सिस्टम अनि त्यही अनुसारको कुरा गर्छु यहीँबाट कुरा गरेर जानु भनेको त फेरि उहाँबाट गल्ल उहाँ त एकै भाइ यतैजना एउटै लय हुन्छ भनेर जानु लानी त एउटैले हो तर अब जानी चाहिँ आफ्नो दाजुभाइहरूको सबैको नामबाट त जानु पर्यो नि त लानी एउटै भयो भने हामी त कहाँ जाने हो र अब साइलङ्गल जानुहुन्छ अब सुविधा गयो भने भेटी पुऱ्याउनु त के जान्छ आफ्नै कामले जाल्यो साइलङ्गल के अरे साइलङ्गल जानु भएछ के भयो आन्टी हामी जान्छौँ ल राम्रोसँग बस्नु टक्क आएर खानापिना गर्नु होइन ल हिँड्नु ल जान्छौँ हामी ट्याक्क लगाएर रेडी भएर आज फेरि घोडा आइसकेको छ होइन पठाइदिए ल अब त दाइले स्कुटी निकाल्दै हुन्छ होइन गाइस टक्क ला ल लाइट नि कस्तो छ नि बोलाउँछु नि हेर्दै त्यो टक्क ला हामी अब जान लाग्यो होइन गाइस जान लाग्यो हेलमेट फेरि भित्रै लै छैन अब हेलमेट लिनु जान लाग्यो ल हामी चाहिँ रेडी होइन अब जाने रेडी होइन त अलवेज रेडी ल बाई बाई ल ल हामी चाहिँ अब जान्छौँ है त बाई बाई टक्क लाएर अब जान्छौँ हामी घरमा गएर भेट्छौँ है त अब एकैचोटि अलराइट ल म घर पनि आइसकेँ ट्याक्क अब म चाहिँ एक्सर्साइज गर्न जाँदैछु एक्सर्साइज गरेर भ्याएपछि आउँछु हस् त ल हेलो साथीहरू म अहिले चाहिँ अब फ्रेस भएर खाना खानको लागि रेडी हुँदैछु हस् त
आजको खाना चाहिँ लास्टै मिठो छ है त ल टक्क लाएर ठुल्नानीले बनाएको रहेछ आज दाल अन्डा अनि आलु फ्राई ट्याक्क लाएर खानु पर्यो ओके गाइज सी यू नेक्स्ट ब्लग गुड नाइट